अष्टचिरञ्जीवी को हुन् त? हिन्दू धर्म अनुसार अष्टचिरञ्जीवी भनेका 8 जना यस्तो महापुरुष हुन् जसलाई मृत्यु नलाग्ने दीर्घायु अमर तुल्य मानिन्छ। उनीहरू धर्म र लोक कल्याणका लागि आज पनि सूक्ष्म रूपमा पृथ्वीमा विद्यमान छन् भन्ने विश्वास छ। अष्टचिरञ्जीवीका नामहरू क्रमशः यस प्रकार छन्: अश्वत्थामा, राजा बलि, व्यास ऋषि, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय ऋषि हुन्। अष्टचिरञ्जीवीको आराधना गर्दा के फल प्राप्त हुन्छ त? अष्टचिरञ्जीवीको स्मरण वा पूजा गर्दा विशेष गरी यी फल प्राप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। दीर्घायु र स्वास्थ्य लाभ हुन्छ, अकाल मृत्युको भय निवारण हुन्छ, ग्रहदोष शान्ति विशेष गरी मङ्गल शनिको शान्ति हुन्छ, रोग दुर्घटना शत्रु भयबाट रक्षा हुन्छ, धर्म वृद्धि हुन्छ, साहस र आत्मबल वृद्धि हुन्छ, सन्तान रक्षा र कुल कल्याण आदि हुन्छ भन्ने विश्वास गरिन्छ। विशेष रूपमा हनुमान र परशुरामको आराधना गर्दा शनि, मङ्गल, राहु दोष शान्त हुने मान्यता छ। कहिले पूजा गर्ने, स्मरण कहिले गर्ने भनेर भन्दाखेरि सबैभन्दा राम्रो समय भनेको शनिबार, मङ्गलबार, पूर्णिमा औँसी, बिहान सूर्योदयपछि दैनिक रूपमा स्मरण मात्र गरे पनि ठुलो फल हुन्छ। तर नेपाली समाजमा भने जन्मदिनको अथवा जन्मतिथिमा पूजा लाउने प्रचलन धेरैभन्दा धेरै छ। सरल विधि, घरमै गर्न मिल्ने विधि के छन् भन्दाखेरि बिहान स्नान गरी शुद्ध भएर पूर्व वा उत्तर फर्केर बस्ने, दीप प्रज्वलन गर्ने। अष्टचिरञ्जीवीको पूजा गर्दाखेरि के ग्रहदोष निवारण हुन्छ त भन्दाखेरि हिन्दू शास्त्र अनुसार विशेष गरी शनि, साढे साती, अढैया, मङ्गल दोष, अकस्मात सङ्कट, दुर्घटना योग, दीर्घरोग आदि समस्याको समाधान हुन्छ भन्ने विश्वास गरिन्छ।